हेलो एभ्रिवान, सबैजनामा नमस्कार। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। आज अलिक दिनपछि मेरो छोटो भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ के भन्दाखेरि म चाहिँ मेरो प्यारी साथीलाई भेट्न जाँदै छु। एकदम धेरै लामो समय भयो, एक डेढ वर्ष भयो नभेटेको हैन। अनि त्यसपछि भेट्न जाँदै छु। अनि यो मुनि देखिँदै गरेको चाहिँ पिपलभोटे चोक हो हैन। म चाहिँ यहाँ आइसकेको छु घरदेखि। अब हिँड्दै जाँदै छु, एक्लै जाँदै छु। अनि विशेष चाहिँ आज सरप्राइज मेरो साथीलाई मैले नभनिकन जाँदै छु भेट्नलाई। मैले हैन सरप्राइज दिनुको लागि जाँदै छु नि त। यो देखिँदै गरेको चाहिँ शिवालय मन्दिर हो हैन, पिपलभोटेमा छ। अनि यो देखिएको माथिको जंगलको बाटो, यही बाटो जानुपर्ने। म चाहिँ हैन यो जंगल कटेर ठ्याक्कै पुगिन्छ। अब हिँड्दै जाँदा म हिँड्नु चाहिँ सक्दै छुइनँ, बिस्तारै जान्छु। अब एकछिनमा पुग्छु म चाहिँ हैन। अनि पछाडिको वातावरण कस्तो राम्रो लाग्यो नि त वरिपरिको। अनि एकदम भिडियो बनाउन मन लाग्यो अनि भिडियो बनाएँ एकछिन हैन। अनि त्यसपछि म अब जाँदैछु भिडियो बनाउँदै। ओ माई गड कस्तो राम्रो वरिपरि जंगल, हरियाली कति राम्रो। यो चाहिँ हैन उहिले हामी के भन्छ स्कुल पढ्दाखेरि यहाँनिर आउँथ्यौं क्या, माथि स्कुलदेखि घुमौरा टिप्नुलाई। अनि त्यसपछि घुमौरा टिप्दै खाँदै गर्थ्यौं। बोटमा सानो देखे पनि हातमा टिप्दा चाहिँ ठुलो देखेको छ। आज मलाई कस्तो खान मन लाग्यो, टिपेर खाएँ। अनि यताउताको वातावरणको पनि मैले भिडियो बनाएँ। अनि स्कुल पढ्दाखेरि आउँथ्यौं घुमौरा टिप्न हैन। अनि एक गोजी टिप्थ्यौं क्या, फरकको गोजीमा। अनि मररी घारीको बाटो सरप्राइज दिनु गएको। म आफै सरप्राइज हुन्छु जस्तो भइरहेछ यहाँनिर। ओ माई गड म चाहिँ हैन आधी बाटो भन्दा धेरै माथि आइसकेको छु। अनि अब चाहिँ पुग्ने बेला भयो है। अब 5 मिनेटतिर म पुग्छु। ओ माई गड शीतल पनि छ हैन। यहाँ जंगलको बाटो यस्तो जंगल छ नि त, गाह्रै छ। पुगिसकेको छु, अब घर मुनितिर पुगेको छु। सुँगुर रहेछ यहाँ चाहिँ, बाख्रा यस्तो छ। म पुगिसकेको छु। यो चाहिँ मेरो साथी रिया हो। यो चाहिँ को यो पुगेछ भन्छ नि बस सुतेको। के यस्तो ऊ चाहिँ मेरो साथी रियाको छोरा हैन। 2 महिनाको नानी, यति ठुलो क्या। अनि कति ठुलो, कति क्युट। अनि त्यसपछि हेन्डसम एकदम हैन। अनि मैले एकछिन बोकेको भिडियो चाहिँ बनाइन, बोक्नु नसकेर। कति ठुलो क्या मान्छे। अनि मैले थोरै मात्रै निकालेको छु। अनि साथी र म चाहिँ अब भिडियो बनाउने छुट्ने बेला भयो नि त, बेलुका 7 पर्न आँटिसकेको छ। अनि त्यसपछि उसले चाहिँ के भनेछ भने, मलाई अलिक गोरी निकाल न, म त कति काली निस्क्यो, म त बुढी भइछु। मोटाएको पनि छु, यत्रो भएको छु। अनि त्यसपछि काली भयो, मलाई पनि गोरी निकाल भन्दैछ हैन। अनि भिडियो चाहिँ हामी 2 जनाको मात्रै बनाएको छु नि त, किनभने अङ्कल आन्टी अनि दिदी बहिनीको चाहिँ बनाउनु मैले अब गफले गर्दाखेरि भ्याइन हैन। अनि हामी चाहिँ 2 जना गफ गर्दैछौँ। अब फेरि कहिले होला हाम्रो भेट, छिटै भेट्नुपर्छ ल भन्दै हैन गफ गर्दैछु। अनि त्यसपछि अब म चाहिँ घर गएको।